हेलो हेलो नमस्ते सिवारो सबैजनामा। आज चाहिँ म तलको घरमा आएको छु। सबै काम त मैले सकिसकेँ, बल्ल बल्ल सकेँ क्या। बल्ल बल्ल भन्दा पनि धेरै काम त थिएन। त्यही अब बढार कुरार गर्नुपर्ने थियो, आँगनहरू सरसफाइ गर्नुपर्ने थियो। अनि मेन कुरा चाहिँ हिजो बेलुका हाम्रो घर अगाडि रोडमा चाहिँ माटो झारिरहेछ। अनि झारेर अब जेसिबीले मिलाउनु त मिलाएको, तर अब छेउछेउमा अलिअलि बाँकी छ। त्यो माटो मिलाउनु पर्ने बाँकी छ नि त। त्यही भएर चाहिँ मैले तपाईँहरूलाई देखाउनु पर्यो भनेर चाहिँ मैले भिडियो बनाइरहेको छु। हेर्नु ल, सुरुमा चाहिँ म के गर्छु हेर्नु होला। मैले चाहिँ आँगनहरू बढालेर यस्तो बनाएको छु होइन, यतिको। मेरो चाहिँ यहाँ कुकुर दुइटा छ है। फेरि कुकुरहरू पनि हेर्नु होला, ऊ कान्छी त निस्कि पनि। भुमर चाहिँ यहाँ छ। हाम्रो चाहिँ दुइटा कुकुर छ नि त। हाम्रो चाहिँ अब अलिक तल खोलातिर पर्छ नि त, त्यही भएर कुकुरहरू चाहिँ पाल्नु जरुरी छ है हाम्रो घरमा चाहिँ। अनि मेन कुरा चाहिँ मेरो साथी, म यसलाई चराउनु जहिले जान्छु क्या। मेरो बोल्ने साथी नै यही हो, कान्छी। मेरो कान्छी होइन। मैले चाहिँ उसलाई कुरो दिइसकेँ, अनि घाँस पनि हालिदिइरहेको छु। अब गोबर पनि सोर्नु त सोरिसकेको छु। अब चाहिँ मेन कुरा चाहिँ हाम्रो घर अगाडिको बाटो पहिले कस्तो थियो त्यो चाहिँ अब तपाईँहरूले थाहा छैन होला। अब अहिले चाहिँ यस्तो छ, हेर्नु न, ढुङ्गाहरू। यो चाहिँ ढुङ्गाहरू मिलाउनु पर्ने रोड चाहिँ यस्तो छ। अनि छेउछेउमा चाहिँ यस्तो माटो थुप्रिरहेछ नि त। त्यही भएर त्यो माटो चाहिँ मिलाउनु पर्ने क्या है। परसम्मै थुपारिरहेछ गाइजहरू। मैले चाहिँ यो माटो चाहिँ यो माटोहरू यो ढुङ्गा चाहिँ मैले अघि पन्साएको। अब अझै ढुङ्गा कति निस्किन्छ नि त यसबाट, अनि पन्साउनु पर्ने छ। अनि मेरो घरबाट देखिने यो केही दृश्यहरू चाहिँ भन्नु आउँदैन, यस्तो छ है गाइजहरू। छिमेकीहरू त टनाटन छ नि फेरि। यस्तो छ। यो माटोहरू चाहिँ मिलाउनु पर्ने। यो फुलहरू थियो, फुलहरू सबै मारिरहेछ क्या। ढुङ्गाहरू यत्रो छ नि त। अनि यो यिनीहरू मिलाउनु पर्ने, अनि उता नालीको मिलाउनु पर्ने, अनि मात्र सम्म हुन्छ क्या। हेर्नु न, यस्तो छ चाहिँ मिलाउनु पर्यो भनेको। एक्लैले चाहिँ नसकिने क्या। अब आमा आउनुहुन्छ, आमा आएपछि दुईजना भएर मिलाउनु पर्यो भनेको। आमा माथि खाना पकाउँदै हुनुहुन्छ, कहिले आउनुहुन्छ, आएपछि हामी मिलाउँछौँ। यस्तै छ हौ जिन्दगी, के गर्नु।